बदनाम भएपछि उनी वैदेशिक रोजगारीका लागि उनी हर्क साम्पाङ नै थिए। नक्कली माओवादी बनेर चन्दा उठाउन गएका साम्पाङलाई त्यहाँबाट वाइसिएलले पक्राउ गरेर कुटपिट गर्छन्। साम्पाङ या भनौँ हर्कराज राई ब्रिटिस लाउरे बुवाका कान्छा सन्तानको रूपमा विक्रमसम्म 2039 साल फागुन 15 गते खोटाङ जिल्लाको खामताम्छा गाउँमा जन्मिएका हुन्। 10 क्लाससम्म गाउँमै शुक्रबारे माध्यमिक विद्यालयमा पढेका हर्कको परिवार मध्यमवर्गीय परिवार थियो। उनले आफ्नो बाल्यकाल खोटाङको पहाडी क्षेत्रमै बिताए। सानैदेखि विद्रोही र जिद्दी स्वभावका साम्पाङले आफ्नो उपनाम नै क्रान्ति राखेका छन्, जसको एउटा उदाहरण त उनको यो हर्क साम्पाङ अ रिभोल्युसन नामको यो अफिसियल पेज पनि हो। हर्क साम्पाङलाई साहित्य पनि निकै प्यारो लाग्छ। उनी कविता अनि गीतहरू लेख्ने गाउने पनि गरि नै रहेका हुन्छन्। 43 वर्षीय हर्क साम्पाङले कहिलेकाहीँ सामाजिक सञ्जालमा गिटार बजाउँदै गीतहरू गाएको तपाईँहरूले पनि देख्नु सुन्नु भएकै होला। तर धेरैलाई थाहा नहुन सक्छ हर्क साम्पाङले विक्रमसम्म 2064 सालमा गायक बनेर सेलिब्रिटी बन्ने सपनालाई साकार पार्न मिसिङ हर्ट नामको एउटा एल्बम पनि निकालेका थिए। अब यता शुक्रबारे माविबाट एसएलसी दिएपछि विक्रमसम्म 2056 सालतिर उनी उच्च शिक्षाका निम्ति धरान झर्छन् र महेन्द्र मल्टिपल क्याम्पसबाट राजनीति र समाजशास्त्रमा स्नातक गर्छन्। धरान बस्दै गर्दा उनले केही समय ट्युसन सेन्टरमा अङ्ग्रेजी र कम्प्युटर जस्ता विषयहरू पढाउँछन् अनि रोजगारीकै सिलसिलामा 6 वर्षसम्म इराक र अफगानिस्तान पनि जान्छन्। उनी विदेश जानु पछाडिको कारण चाहिँ हर्क साम्पाङ अलि बदनाम भएर विदेश गएका हुन् भनेर गोपाल दाहालले हिमाल खबरको यो आर्टिकलमा लेखेका छन्। खासमा विक्रमसम्म 2062 सालतिर धरानमा माओवादीका नाममा चन्दा उठाउने गिरोह सक्रिय थियो। शान्ति प्रक्रिया पछि पनि नक्कली माओवादीको चन्दा आतङ्क धरानमा रोकिएको थिएन। माओवादीका नाममा चन्दा माग्ने, लुट्ने र लागु औषध सेवन गर्ने जस्ता घटना धरानमा व्याप्त थिए। यिनै कुरालाई नियन्त्रणमा लिन र कारवाही गर्न माओवादीको युथ फोर्स वाइसिएलले धरानमा अभियान चालेको थियो। यसैबीच एक दिन धरानका तत्कालीन वाइसिएलका इन्चार्ज प्रवेश राईलाई नक्कली माओवादीले चन्दा मागेको खबर आइपुग्छ। प्रवेशकै योजना अनुसार चन्दा माग्नेलाई पैसा लिन धरानको वाणिज्य ब्याङ्क अगाडि बोलाइन्छ अनि तोकिएको समयमा पहेँलो र सेतो रङको करिजमा मोटरसाइकल चढेर पैसा उठाउन एउटा व्यक्ति त्यहाँ आइपुग्छन्। उनी हर्क साम्पाङ नै थिए। नक्कली माओवादी बनेर चन्दा उठाउन गएका साम्पाङलाई त्यहाँबाट वाइसिएलले पक्राउ गरेर कुटपिट गर्छन्। यो घटना घट्दै गर्दा समाजमा बदनाम भएपछि उनी वैदेशिक रोजगारीका लागि अफगानिस्तान र इराकतिर लाग्छन्। 6 वर्षको विदेश बसाइ पछाडि उनी नेपाल फर्कन्छन् र अब जीविकोपार्जनका लागि एकता टेम्पो यातायात व्यवसाय स्थापना गर्छन् र केही टेम्पो किनेर भाडामा चलाउन दिन्छन्। त्यो बेला आमा, पत्नी र 2 छोराछोरी भएको हर्क साम्पाङको परिवारको आम्दानीको स्रोत त्यही थियो। यतिकैमा विक्रमसम्म 2072 सालमा एउटा घटना घट्छ जसले हर्क साम्पाङभित्र सामाजिक अभियन्ता अर्थात् सोसल एक्टिभिस्टको जग बसाउँछ। खासमा भएको के थियो भने धरान हुँदै जाने मदन भण्डारी राजमार्गभित्र पर्ने 105 मिटरको धनकुटे रोड विस्तारमा विवाद हुन्छ। धरान 18 बुद्धचोक नजिकै हर्कका दाजुको नाममा रहेको जग्गा जहाँ उनी बस्दै आएका थिए त्यो जग्गा लगायत अन्य 100 परिवारका जग्गा खासमा भएको के थियो भने धरान हुँदै जाने मदन भण्डारी राजमार्गभित्र पर्ने 105 मिटरको धनकुटे रोड विस्तारमा विवाद हुन्छ। धरान 18 बुद्धचोक नजिकै हर्कका दाजुको नाममा रहेको जग्गा जहाँ उनी बस्दै आएका थिए त्यो जग्गा लगायत अन्य 100 परिवारका जग्गा रोड विस्तारको कारण गुम्ने देखिन्थ्यो। रोडले किनारमा भएका बस्तीहरूलाई उठीवास लगाउने भएपछि पीडित पक्षहरूले सङ्घर्ष समिति बनाएर आन्दोलन गर्न थाल्छन्। उक्त सङ्घर्ष समितिको सहसंयोजक हर्क साम्पाङ नै थिए। उनले सडक विस्तारको नाममा स्थानीयलाई सुकुम्बासी बनाउन हुँदैन भनेर नारा अघि सारेर सडकमा विरोध गर्न थाल्छन्। त्यो बेला धेरैले उनलाई विकास विरोधीको संज्ञा दिए तापनि यो घटनाले उनलाई अभियन्ताको रूपमा स्थापित गरिदिन्छ। यसरी धराने स्थानीय बासिन्दाहरूको घर जग्गा जोगाउने अभियानबाट अभियन्ताको बाटोमा पाइला चालेका हर्क साम्पाङले त्यस पछाडि धरानको सामाजिक मुद्दाहरूमा आवाज उठाउन थाल्छन्। जनजीविकाको विषय, भ्रष्टाचार, बेथिति लगायतको मुद्दा विरुद्ध हर्क साम्पाङ निरन्तर लागिपर्छन्। यसरी 72 सालदेखि निरन्तर धरानेवासीहरूले उनलाई कहिले एक्लै त कहिले सानो समूह लिएर विभिन्न विषय विरुद्ध प्लेकार्ड, ब्यानर, पर्चा बोकेर हिँडिरहने अभियन्ता जसरी देखेका थिए। यसैबीच विक्रमसम्म 2074 सालमा स्थानीय चुनाव हुन्छ। नेपाल कम्युनिस्ट पार्टी अर्थात् एमालेको गढ जसरी हेरिने गरिएको धरानमा नगर प्रमुख अर्थात् मेयर पदमा एमालेका तारा सुब्बा विजयी हुन्छन्।
तर मेयर कार्यकालको 1 वर्षपछि नै तारा सुब्बाको मृत्यु हुन्छ। धरानमा अब फेरि मेयरको लागि 2076मा फेरि उपनिर्वाचन हुन्छ, जसमा हर्क साम्पाङले पनि पहिलो पटक स्वतन्त्र उम्मेदवारी दिएका थिए। चुनावी प्रचार प्रसारमा हर्कले त्यो बेला आफूलाई दार्शनिक एकतावाद दर्शन प्रतिपादक भनेर सो घोषणा गरी यस्तो प्याम्पलेट बनाएका थिए। उनको चुनाव चिन्ह चाहिँ पानीको बोतल थियो। हर्कले धरानको वान अफ द प्रमुख समस्या खानेपानी बोर्डमा हुने भ्रष्टाचारको मुद्दालाई अघि सारेर चुनावी मैदानमा उत्रिएका थिए, तर त्यो बेला उनले जम्मा 422 भोट मात्र ल्याउँछन्। धरानेवासीहरूले एमाले प्रति असन्तुष्टि जनाउँदै नेपाली कङ्ग्रेसका तिलक राईलाई 26,709 भोटसहित मेयर पदमा विजय गराएका थिए। हर्क साम्पाङले पहिलो चुनावी दौडमा हारको नतिजा बेहोर्नुपर्छ, तर उनले आवाज उठाउन अनि प्रश्न गर्न भने रोक्दैनन्। उनको वान अफ द प्रमुख विरोध भनेकै धरानले लामो समयदेखि भोगिरहेको खानेपानीको कुरासँग जोडिएको थियो।